जय श्री कृष्ण। श्रीमद् भगवत गीता, श्रीमद् भागवत महापुराण, यी दुई ग्रन्थहरूको नाम सुन्दा एउटै जस्तो लाग्छ, तर होइन। श्रीमद् भगवत गीता महाभारत युद्ध मैदानमा प्रवेश गरिसकेपछि जब अर्जुनको मनमा संशय उत्पन्न हुन्छ, डर उत्पन्न हुन्छ, उहाँ पछाडि हट्न खोज्नुहुन्छ, तब भगवान श्रीकृष्णले अर्जुनलाई दिनुभएको अर्थी उपदेश जुन 18 अध्याय र 700 श्लोक मार्फत व्याख्या गरिएको छ भने श्रीमद् भागवत महापुराण, जसमा सुखदेव गोस्वामीजीले राजा परीक्षितलाई उहाँको श्रापबाट मुक्त गर्नलाई 7 दिन लगाएर सुनाउनु भएको कथा, जसमा भगवान श्रीकृष्णको चरित्र, भगवान श्रीकृष्णको जीवन लीलाको बारेमा, भगवान श्रीकृष्णले आफ्नो भक्तहरूप्रति गर्नुभएको कृपा करुणाको बारेमा व्याख्या गरिएको छ, जसलाई 12 स्कन्द, 335 अध्याय र 18,000 श्लोकमा व्याख्या गरिएको छ। श्रीमद् भगवत गीता स्वयं भगवान श्रीकृष्णको मुखारविन्दबाट निस्किएका बाणीहरूको व्याख्या गरिएको छ भने श्रीमद् भागवत महापुराण, जसमा भगवान श्रीकृष्णको जीवनीको बारेमा व्याख्या गरिएको छ। दुवै ग्रन्थहरू वेदव्यासजीद्वारा नै लिखित हुन्। अब यो सबै डिटेल्स थाहा पाउन, सबै विस्तृत विवरण बुझ्नको लागि हामीले हाम्रो घरमा पूजा कोठामा राखिएका, पूजा गरेर राखिएका जुन ग्रन्थहरू छन्, ती ग्रन्थहरूलाई पूजा गर्ने मात्र होइन, निकालेर अध्ययन पनि गर्नुपर्छ। जय श्री कृष्ण।